नमस्ते वेलकम ब्याक टु माई च्यानल। आजको सुरुवात चाहिँ भक्किम्लोदेखि हुनेछ। अमिरा मेरा भाइ जात्रा यो भन्देमा भक्ति मेरा बा ल जात्रा इन्डो अमिलोको त भाउजूले बाबुको खाना मेरो नबिहारिदिनु न तपाईँले भिडियो मात्रै छ ल ओ हा त्यहीमा अब टना सानो सानो कस्तो मिठो आम्बो आयो आयो बिनामको आयो अभी उके त कहिले सुतेको र अघि नै हो तिनी हाल्नु पर्दैन जाऊ त विज्ञान भोलि हेर सबैले छेर्छ दाइले मात्र छेर्यो भनेपछि बोकिमलाई खाने साथी सेयर किम्मु के हो त गरे किम्बो भन्दा हारे कपाल मन गर्छ अर्को के अलिक बढिरहेको काफलका कुराहरू हुन्छ पानी जान्थ्यो उतातिर के धार पानी होइन धार पानीदेखि तल थियो बाटो मुनि है एकछिनले खान्न तर त्यो राम्रो मुभी देखाइदिनु मुभी डुबी डुबी ल हाम्रो पाहाडबाट यहाँ चाहिँ सोधै पुगे हेलो नमस्ते रियाक्सन त्यो छ है आज तिमीले गाउँघरको अमिलो दिने भने भाउजू त झन् फेरि कसो गर्नुहुन्छ होला नि अमिलो अमिलो हुन्छ नि अमिलो हुन्छ के हो त्यो दुधवाला हुन्छ कि त्यो होइन अरे त्यो कस्तो खासमा चाहिँ हरियो हुँदाखेरि दुध जङ्गकै हुन्छ क्या त्यो जङ्गको अमिलो हुन्छ अमिलो यसलाई पेलेर के हेलो गाइजहरू अब अमिलो खाएर भ्यायौँ अमिलो नै भक्किम्लो अब चाहिँ हामी मोमो बनाउनतर्फ लाग्छौँ अनि खानेतर्फ लाग्छौँ अनि हामीहरू कम्पिटिसन गर्छौँ हार्नेलाई चाहिँ डान्स गर्ने अरे ल है गाइज अब सबै किमाहरू चाहिँ किमा अनि त्यसपछि प्याज भन्दा सबै तयार भयो। अब मरमसला हाल्ने तयारीमा मरमसला मोमो मसला हालियो अनि त्यसपछि मोमो मसला चाहिँ अलिक धेरै राख्छौँ ल। अनि मोमो मसला भ्यायो अनि नुन सर्र छर्किने त्यसपछि बेसा सर्र छर्कने
अनि त्यसपछि तेल हाम्रो चाहिँ यो चाहिँ विदेशी कुवेतबाट ल्याएको तेल हो ल सर्र छर्कने अनि त्यसपछि त्यसलाई म्यास गर्ने के भन्छ म्यास मुस्ने नेपालीमा मुस्ने अब इङ्ग्लिसमा म्यास भनेको थाहा छैन होला अब मलाई पनि थाहा छैन अनि त्यसपछि यसलाई मुसेको गरेर टक अनि त्यसपछि भाँडामा चाहिँ अलिअलि तेल लगाउनु पर्छ सुई लाएर त्यसपछि चाहिँ हामीले आटालाई पिठोलाई चाहिँ गोलो गराउने अनि त्यसपछि सुई बेलिसकेपछि म त थाहा छैन म त यही मेरो कोदोको रोटी खाएन फलाम हुन्छ अब त्यही कोदोको रोटी फलाम खायो भने फलाम हुन्छ अरे के फलाम पाइन्छ अच्छा है गाइजहरु कोदोको रोटी खायो भने फलाम हुन्छ अरे फलाम खाइन्छ अबदेखि आयो खाने है गाइस अपरेसन आयो खाने गाइस कौन है ये लोग कहाँ से आते हैं अपरेसन अब गरियो यो खाने हो दिमाग खराब नगर्नु है दिमाग खराब नगर्नु है फाइनली गाइस अब हामी ए दुईटा रहेछ यार फाइनल गर्छौँ है हाम्रो लास्ट गाजु त्यस्तो त गर्नु के अरे फाइनली गाइज हाम्रो किमा इन्ड भएको छ अब चाहिँ हाम्रो अचारको पालो आउँछ अचार बनाउनुभन्दा पहिले चाहिँ तिल भुट्नुपर्छ अनि त्यसपछि तिल भुटिसकेपछि तिल भुटिसकेपछि फेरि टिमुर हाल्ने टिमुर भुटिसकेपछि हल्का चलाउने त्यसलाई रातो ब्राउनसेलसम्म चलाउनु पर्छ अनि त्यसपछि टमाटरको पालो आउँछ टमाटर खुर्सानी धनिया अनि तेललाई चाहिँ हल्का भुट्ने अनि त्यसपछि मिक्सर गर्नु ल यहाँ छ कोक अनि त्यसपछि मोमो अनि ल हामीहरू चाहिँ सबैजनाले कम्पिटिसन गर्दैछौँ हामी तिनजनाले कम्पिटिसन गर्दैछौँ अब कसले जित्छ हेरिदिनु होला ल रेडी आर यु गाइज रेडी हेलो फेरि पनि विज्ञान थपेको छन् फेरि कम्पिटिसन गर्दैछन् जितेकोले के हो भन्ने कुरै भएन कि यहाँ सब 50-50 रुपियाँ उठाउनु जितेकोले 50-50 यो त आउँदैन त ल के हो कस्तो कम भेट्यो च्यालेन्ज हुन्छ के जित्ने रेडी फटाफट खाने हो फटाफट 2 3 गो गो मेरा बा थाहा छ बिगानको त तातो हो के भर्खर त निकालेको मेरो पानी तो खानु पो बिगानको त अब भर्खर निकालेको मेरो भाइ नै यस्तो पाइन्छ तपाईँ च्यालेन्ज गरे भयो तपाईँ च्यालेन्ज नगर्नु पे सब तातो सबै गएर निकाल्नु बगाइ म चाहिँ आउ किन भन्दाखेरि मेरो तातो है यिनीहरूको बच्चा निक्लेको अघि मेरो भएको तातो त भएर म चिल पारेर खान्छु अब यिनीहरूको 3टाको कम्पिटिसन
जिते बार कति 150 म त ठिक्क होला भनेको त गम गम खाना लाग्यो त ताप्दै भर्खर निकालेको हो म त मजा आयो त्यो भएन विक्रम किमा पछि खाने खोल अगाडि खाने टेक्नोलोजी हातले खानु हातले नराम्रो देखिन नि त ऊ नानी भ्याउँदैसक्नु भयो वा हेर्दै मसाले दिन त त्यो कभरमा त त्यही त हातले निकालेर खानु के बाबुले रेपेट गराइसक्यो नि भरै दुईटा सुषमा नानी भ्याउ ए आउनु नि म त खानै सक्दिनँ नि त्यही हो म जित्न आएको नानीले कोकालाई खानुभएको आऊ एउटा नछोड्ने चक्नी चाहिँ छोड्यो भने त त्यो मोमो चाहिँ विक्रम भइसकेको को भ्यान पर्छ को आए छोड त यहाँ त चिया त हामी भन्नु के नानीले दिनु होला त्यहाँ रेकर्ड भयो सकिन्छ कोक त के भनेको मैले ल आदि भन्नु पर्छ कहाँ फुल हो चिया सुलो खाए हुन्छ नानी अर्कोलाई भारी छिछि त्यसो गर्ने है चिया सक्यो के भयो सर्केला के ओहो चिया खाए जस्तो गर्छ फेरि चिया पिए जस्तो उहाँ ऊ म जिते म ढिलो राखेर भने भारी गर्नुहुन्छ नि लगाइ म चाहिँ कोक सकिन यसो निकाल है अब यो च्यालेन्ज भयो अब थप्ने अनि त्यहाँ अरूलाई त सक्न पर्छ नि आफूलाई त ए हट त्यहाँ हेर न त्यहाँ त्यसले बाहिर गएर खा भित्रको सिङ्गे खा एउटा माइनस थियो म मलाई हुन्छ यही छ ए म त पहिले जितेको रहेछ म त सकेन है अब म खान्न छिटछिटो त खाएको नि हो नि म त सक्छु अनि त्यो दाइ त होस् त ओडारै बनाउनु हुन्छ मुख त विक्रमले हातले खाए छिटछिट हुँदैन क्या नै मैले हात खाएन नि त अहिले त भयो भयो यहाँ कोक धेरै भयो त्यसै आफू सक्न भन्ने ओइ नहाल न बाबुले खुसी सबै डल्ला लाग्छ खान भयो खानेमा त भयो अया खा भित्रको नखाइ त्यो बाहिरको त कभर त किन खाने त्यो मैदा मन पर्यो केटाकेटी त्यस्तै हो 10-10 वटा भएछ त्यसो भए म 11 वटा राख्दै थिएँ बाबु नभएर हजुरले हातले खानु त उत्रु हुनुहुन्छ गर्नु म फेरि असर दिएर
हाल्नुहुन्छ कता मलाई नि झल्किने भनेको छु लिनु कतै कतै यो सक्छु भने सक्छु भने भनिदिन्छ हाल्नुहुन्छ कता मलाई नि झल्किने भनेको छु फाइनली गाइज अब हामीले मोमो कम्पिटिसनमा चाहिँ मैले जितेछु यिनीहरूलाई चाहिँ आधी घन्टासम्म समाचारमा नचाउने आधी घन्टा नहुने आधी घन्टा त हुन्न त्यस्तो नहुने पनिसमेन्ट त होइन आधी घन्टा नि बनाउँछ ओके हुन्न के अलि गाइज पनिसमेन्ट है पनिसमेन्ट मैले मेरो दुई बहिनीहरूलाई 15 मिनट नचाउनु गइरहेको छु छिटो 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 ओइ पनिसमेन्ट पनिसमेन्ट जान्छ सर जाऊ नाच नाच अलि राम्रो खाले बिजी हात लाउनु के 10 चोटि हो स्याउली बजारमा
गाइज अब चाहिँ विजेता नाच्दै हुनुहुन्छ। अब बाई साथी, अब मोमो खाएर निभ्याइयो, हारेर निभ्याइयो, विजेता भएर नि सकियो, डान्स गरेर नि सकियो। यसै गरी मेरो भिडियोलाई माया गरिदिनुहोस्।